एउटा बिरयानी अर्डर गर्दा 3 जनालाई मज्जाले पुग्यो। इटहरी आइतबारीमा रहेको पूर्वाञ्चल क्याफेमा चाहिँ नयाँ बिरयानी इन्ट्रोड्युस भएको छ, जहाँ चाहिँ एकदमै डिलिसियस टेस्टी बिरयानी 3 जनालाई मज्जाले पुग्ने गरेको प्याकेजमा अहिले आएको रहेछ। अनि यो खानको लागि चाहिँ म मेरो भाइ बहिनीहरुसँग आज गएको थिएँ। अनि अझ स्पेशली चाहिँ पूर्वाञ्चल क्याफेमा माथि रुफटप पनि ओपन भइसकेको रहेछ। अनि त्यहाँ पनि मलाई एक्सप्लोर गर्न मन थियो कि इटहरीमा युजुअली ओपन रुफ वाला रेस्टुरेन्ट्सहरु त्यति धेरै छैन नि त, त्यही भएर मलाई चाहिँ ओपन रुफ रेस्टुरेन्ट्सहरु एकदमै मन पर्छ। अनि यहाँ चाहिँ ओपन रुफ आइसकेको छ भन्ने बित्तिकै म त यति धेरै एक्साइटेड थिएँ। अनि साच्चै नै वरिपरि एकदमै ग्रिनरीज, लाइट्स, यस्तो राम्रो एम्बियन्स रहेछ झन् माथि टप फ्लोरमा। मेरो लागि त यो अब मेरो एकदमै गो टु स्पट भइसकेको छ। आउने बित्तिकै हामीले अर्डर गर्यौं यो रिफ्रेशिङ ड्रिंक, यस्तो मिठो थियो, यस्तो रिफ्रेशिङ थियो यो ड्रिंक। अनि त्यसपछि हामीले अर्डर गर्यौं स्वीट कर्न साँधेको, जुन एकदमै मिठो थियो। त्यसपछि हामीले अर्डर गरेको थियौं बोइल्ड चिकन साँधेको। अब यसको फ्लेभर यति ब्यालेन्स थियो, यति मिठो थियो, यो अमिलो पिरो ट्वाक्कैसँगको थियो। त्यसपछिको मेरो अल टाइम फेभरेट मुस्ताङ आलु। कुनै पनि रेस्टुरेन्ट गइसके पछाडि मुस्ताङ आलु नखाइ त म फर्किँदैन। अनि यहाँको मुस्ताङ आलु यति मिठो थियो। प्राय चाहिँ मुस्ताङ आलु ओभर फ्राइड हुन्छ कि, तर यहाँको टोटली पर्फेक्ट थियो। फ्लेभर यति धेरै ब्यालेन्स्ड थियो, टिम्बुरको यस्तो राम्रो स्वाद आइरहेको थियो हैन। अनि फाइनली आइपुग्यो हाम्रो मोस्ट अवेटेड बिरयानी, र बिरयानी यति मिठो थियो, यस्तो मग बास्ना आइरहेको थियो। नट ओन्ली द्याट, चिकन पनि यस्तो हेभी क्वान्टिटीमा हालिदिनु भएको थियो, मिठो थियो एकदमै। अनि त्यस पछाडि चाहिँ अब पूर्वाञ्चल क्याफे इटरी आइतबारे लिटरली 4-5 तलाको यति ठुलो रेस्टुरेन्ट, जहाँ अलरेडी लिफ्ट छ, सबैतिर एक्सप्लोर गरौँ न त कस्तो बनाउनु भएको रहेछ भनेर हामी सबतिर घुम्न थाल्यौं। इन्टेरियरहरू कस्तो राम्रो बनाउनु भएको रहेछ, अलिकति चेन्ज पनि भएको रहेछ। ग्रुपमा आउनलाई, बर्थडेमा आउनलाई, डेटिङ आउनको लागि, अथवा फ्यामिलीसँग एकदमै राम्रो डिनर गर्नको लागि आउन चाहँदा पनि यहाँ त एकदमै मजाको स्पेसहरू बनाउनु भएको रहेछ। फोटो खिच्नको लागि पनि सबैतिर कस्तो एस्थेटिक खालको फोटोज आउने। अनि अब घर जाने बेला पनि भइसक्यो थियो, जानु भन्दा अगाडि चाहिँ दामी ककटेल हानेर गइदिनु पर्यो भनेर बार सेक्सनतिर आए। अनि हामीले अर्डर गर्यौं कस्मोपोलिटन, यस्तो मिठो थियो। अनि गर्ल्सहरुको लागि त कस्मोपोलिटन एकदमै ट्राई गर्न भन्छु म। अनि अझ मैले आज पिंक लगाएको थिएँ, सो मेरो ड्रिंक र यो लुगा चाहिँ बवाल म्याच भइरहेको थियो। अनि हामी सबैले ड्रिंक ट्राई गर्यौं। त्यसपछि चाहिँ तल गएर बेकरी सेक्सन्सबाट चाहिँ केही पेस्ट्रिजहरु अर्डर गर्यौं। अनि लिएर हामी घर फर्क्यौं। सो न्यू इयरको लागि पनि केही प्लान गर्दै हुनुहुन्छ भने चाहिँ आइतबारमा रहेको यो पूर्वाञ्चल क्याफेमा आउन चाहिँ नछुटाउनु होला है त।